ल आजको मौसम आजको भ्लग चाहिँ अब यस्तो प्रकारले स्टार्ट भयो हो। हाम्रो यहाँ दाजु भाउजू यहाँ के भन्छ छोरी यता यता हात हल्ला त लु तर चेपमा बसेर यसको के भन्छ सन्दुक खोलेर यसले के निकाल्दैछ भन्ने कुरा मलाई चाहिँ थाहा भएन हो। तर पनि ल कहाँ जानु भएको आज कति तारिक हो ल हुन्छ ल हाम्रो यहाँ माइजू रेडी छ। अब माइजू पनि जाँदैछ हो। अन्त यहाँ हाम्रो माइजूले गुड मर्निङ नमस्ते भन्दैछ। यहाँको बेडिङ सेडिङ पनि पुरै रेडी भइसक्यो। टाइसन यता ह्यान्डसम निस्किने पनि है पछि एकदमै ज्यादा फोटो सुटिङ चल्दैछ हो। बाँकी गाउँठाउँको एरिया चाहिँ यस्तो छ हाम्रोतिर चाहिँ। अन्त गुड मर्निङ सेवारो नमस्ते भन्न चाहे सबैजनालाई म सुब्बा केको। बाँकी तपाईँहरूलाई थाहा भएकै कुरो गाउँमा त अब प्रायः मान्छेहरू बिहान 5 बजी 4 बजी उठ्छ। म चाहिँ आज अलिक छिटो भनेको 6:30 बजी उठेँ होइन। जाडो छ चिसो छ अन्त त्यस्तै हो। गाउँ चाहिँ अब यस्तो छ हेरिहाल्नु ल। मौसम पनि एकदमै ठन्डा छ। यहाँ हाम्रो माइजू मलाई हेर्दै हाँस्नु हुँदैछ हो। अन्त यसरी गाउँठाउँको मा चाहिँ यसरी पशुपालन कुखुरा मुर्गी भन्ने चाहिँ यसरी पालन गर्छ। अनि यहाँ हाम्रो माइजूले पनि घरमा दामी फुलहरू डेकोरेट गरेर राख्नु भएको छ। दामी सजाउनु भएको छ। यहाँ हुनुहुन्छ हाम्रो घर मालिक चाहिँ गुड मर्निङ भन्नु पऱ्यो नि। हो फेरि हप्ता दिने माइजूले अब यहाँ हाम्रो सुभाष केटोको घर। अन्त भानिस के रहेछ भानिस हो कि भत्ती छ मलाई थाहा पनि भएन फेरि। अन्त यस्तै हो गाउँठाउँमा। यहाँ माथि हाम्रो दिमुन मामा हुन्छ काम त बिहानदेखि सुरु भएको जस्तै छ। अलिकति ढिलो भएको जस्तो भयो मलाई चाहिँ। यहाँ हाम्रो साइली माइजू भनेर चिन्छ र साइली माइजू भने चाहिँ फेमस छ उहाँको दोकान हो यो चाहिँ हो। अन्त त्यस्तै हो। ओ साइला मामा के गर्नु हुँदैछ हौ? अन्त म चाहिँ आज चाहिँ हो आउनै मेरो आज खास प्रोग्राम चाहिँ यहाँको हो। अन्त यहाँको यहाँ हाम्रो मामा पार्टीहरूले एकदमै मजाले बल्ल भर्ने काम गरिरहेछ हो। फेरि हाम्रो मामा हो फेरि ल हुन्छ गर्दा पनि हो माए हो। यहाँ हाम्रो मामाहरू सबै बनाउँदो रहेछ हो मसलाहरू। अब यसकै हो रेडी चाहिँ यही हो हो। अन्त त्यही हो मासुहरू सबै ठिकै छ भन्दै यो चाहिँ आज कहाँ हो यहाँको हो। यो चाहिँ आज हाल्नुपर्ने र मौसम चाहिँ यस्तो भइरहेछ दामी दामी भइरहेछ मौसम चाहिँ यस्तो छ गाउँठाउँको। र फर्स्ट अफ अल त म के भन्न चाहन्छु भने जब म दिल्लीदेखि दार्जिलिङ मेरो जन्मस्थल आउँछु त्यहाँ मैले हमेसा मेरो मामाहरूको भाइहरूको साथीहरूको माया अनि साथ सपोर्ट हमेसा पाउँछु। चाहे त्यो काम गरेको जग्गामा होस् चाहे कहीँ कता घुम्न गएको बेला होस्। र त्यस्तो आज पनि हामीहरू सबैजना एक जम्को भेट भएर यहाँ काम गर्दै भए पनि हामीहरूले एकअर्कासित रमाइलो गर्दै होइन यो कामलाई हामीले राम्रोसँगले समाप्ति खतम गर्न लागिरहेका छौँ। आखिरकार यही त रमाइलो अनि खुसी भनेकै त्यो सहरको ठुलो ठुलो इमारतभन्दा यो गाउँको
जाडोमा हामी रन्जिला, घरकालाई रमाइलो गर्दै हाँस्दै खेल्दै बिताएको यो पल एकदमै महत्त्वपूर्ण छ। अनि साथमा यहाँको हामीले नास्ता पनि गर्दैछौँ है। अनि म चाहिँ एक चम्मच खाएर पर हेर्दै हाम्रो साथीभाइले के गर्दैछ भन्दै हेरिरहेको छु। अनि नास्तामा चाहिँ हामीले चिउरा, अन्डा, आलुदम दिनुभएको छ। यो सबैले यहाँ एक लहर भएर नास्ता पनि गरिरहेको छ है। र हामीले चाहिँ नास्ता पनि गऱ्यौँ र फेरि यसो काम गर्नुपर्छ भनेर हामी चाहिँ आफ्नो समय हतियार उठाएर काम गर्न थाल्यौँ। अनि हामी त्यसको बादमा चाहिँ यसो एक दुईवटा फोटो पनि सुट गरौँ न, फोटो पनि खिचौँ। यो रमाइलो पललाई हामीले क्याप्चर गरेर सबैको सामु ल्याउनु नै पर्छ भन्ने मलाई चाहिँ एउटा इच्छा लागेर चाहिँ मैले फोटो पनि खिचेँ साथीभाइहरूको है। र धन्यवाद छ हजुरहरू सम्पूर्णलाई म शुभ केटाबाट। फेरि पनि नेक्स्ट भिडियोमा भेटौँ। थ्याङ्क यू सो मच।